नमस्ते, म हरिश। तपाईँ अहिले हेर्दै हुनुहुन्छ हरिश डायरी युट्युब च्यानल। आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ मैले कफी किन रोजेँ, कफीप्रति मेरो रुचि कसरी बढ्दै गयो र मैले यो कफीको यात्रा सुरु गर्ने निर्णय किन गरेँ भन्ने बारेमा। सो केही समय पहिले यदि कसैले मलाई कफीको बारेमा केही सोधेको भए मेरो उत्तर खासै केही हुँदैन थियो होला। मलाई लाग्थ्यो कफी एउटा तितो पेय पदार्थ हो। यति तितो पेय पदार्थको लागि पनि अहिलेको जेनेरेसन किन यति धेरै आकर्षित भइरहेको छ त भन्ने लाग्थ्यो। तर समयको कुरा, अहिले म कफी सेक्टरमा काम गरिरहेको छु। एज अ बरिस्ता म कफी बनाइरहेको छु। यति भनिरहँदा हजुरको मनमा एउटा प्रश्न उठ्न सक्छ, सो कफी नै मन नपराउने मान्छे कसरी कफीको दुनियाँमा आयो त? हो, यही यात्राको कथा आज म तपाईँहरूमाझ राख्न जाँदैछु। सो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो लेट्स गो गाइज। सो वास्तवमा मेरो कफीको यात्रा त्यो बेला सुरु भयो जब मैले एज अ बरिस्ताको रूपमा काम गर्ने अवसर पाएँ। त्यो बेला मलाई कफीको बारेमा खासै थाहा थिएन। मेरा लागि कफी भनेको एउटा सामान्य बेभरेज जस्तो मात्रै थियो। तर समय बित्दै गयो, संयोगले मैले कफी सेक्टरमा काम गर्ने अवसर पाएँ। त्यहाँबाट मेरो कफीको यात्रा सुरु भयो। सुरुका दिनहरू सजिला थिएनन्। कफी बनाउनु मात्र होइन, कफी बुझ्नु पनि मेरा लागि चुनौतीपूर्ण थियो। साँच्चीकै भन्ने हो भने मलाई यस्तो लाग्थ्यो, आज कुनै गेस्ट आउनुभयो, उहाँले क्याप्चिनो वा लाटे कुनै अर्डर गर्नुभयो भने के मैले सही बनाउन सक्छु त? मैले एक्सप्रेसो सही सर्ट निकाल्न सक्छु वा मैले मिल्क स्ट्रिमिङ गर्दा सही टेक्सचर निकाल्न सक्छु त? वास्तवमा यी मेरा लागि नयाँ प्रश्नहरू थिए। एउटा कुरा भने हरेक दिन भइरहेको थियो। म हरेक दिन केही न केही नयाँ कुरा सिकिरहेको थिएँ। बिस्तारै मैले एउटा कुरा बुझ्न थालेँ, कफी भनेको केवल कपमा आउने एउटा सामान्य पेय पदार्थ होइन रहेछ। एक कप कफी हाम्रो अगाडि आइपुगुन्जेल धेरै चरण पार गरेर आएको हुन्छ। पहिले म कफीलाई एउटा तितो पेय पदार्थको रूपमा मात्रै हेर्थेँ, तर अहिले म कफीलाई एउटा यात्राको रूपमा बुझ्न थालेको छु। किसानले कफीको बिरुवा रोप्छ, वर्षौंसम्म त्यसको हेरचाह गर्छ, कफी फल्छ, पाक्छ र चेरी तयार हुन्छ। त्यसपछि प्रोसेसिङ हुन्छ, रोस्टिङ हुन्छ, ग्राइन्डिङ हुन्छ, ब्रुइङ हुन्छ र त्यसपछि मात्र एउटा कप कफी हाम्रो अगाडि आइपुग्छ। जति सिक्दै गए उति नयाँ प्रश्नहरू पनि आउन थाले। मलाई अझै स्पेसियालिटी कफी भनेको के हो, कोल्ड ब्रु किन फरक हुन्छ? साँच्चीकै भन्नुपर्दा यी प्रश्नहरूको उत्तर मसँग अझै छैन। म सिक्दैछु। हो, यही कारणले गर्दा हो मैले यो च्यानल सुरु गरेँ। म यहाँ कुनै कफी एक्सपर्ट बनेर आएको होइन, म त एउटा सिकारुको रूपमा आएको छु। म आज जे सिक्दै जानेछु तपाईँहरूमाझ राख्दै जानेछु। यदि तपाईँ कफीको सेक्टरमा बिल्कुलै नयाँ हुनुहुन्छ भने हामी सँगै सिक्नेछौँ। यदि तपाईँलाई कफीको बारेमा पहिले नै धेरै कुराहरू थाहा छन् भने तपाईँहरूको ज्ञान, सिप र अनुभवबाट म पनि सिक्न चाहन्छु। यो च्यानलको मुख्य उद्देश्य कफी बनाउने तरिका सिकाउनु होइन, यसमा हामी एक अर्काका अनुभव साटासाट गर्नेछौँ। कफीको संसारलाई अझ सरल तरिकाले बुझ्ने प्रयास गर्नेछौँ। त्यसैले तपाईँलाई पनि कफी मन पर्छ वा कफीको बारेमा जान्न मन छ भने हामी यस यात्रामा सहकार्य गर्न सक्छौँ। हामी हरेक नयाँ कपभित्र लुकेको कथा, स्वाद र मेहनतलाई अझ नजिकबाट बुझ्ने प्रयास गर्नेछौँ। हाम्रो यस यात्रामा सहकार्य गर्न आजै हरिश डायरी युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। सो थ्याङ्क फर वाचिङ। नमस्ते, बाई बाई।